रुकुम पश्चिममा आज देखिएको छ एउटा अनौठो दृश्य। ल हेर्नुहोस्। मुसिकोटको चाहिँ रुकुम पश्चिमबाट जुनसुकै नेताले जिते पनि म यति अनुरोध चाहिँ गर्न चाहन्छु कि उहाँहरू यसरी खाली खुट्टा गएर यसरी हजुरहरूलाई दिनुभएको भोटको तपाईँहरूले सम्मान चाहिँ गरिदिनु होला है। उहाँहरूलाई गएर उहाँका घरमा बसेर तपाईँलाई चाहिँ हामीले यो गऱ्यौँ र उ गऱ्यौँ भन्ने भाषण कुनै विचार होइन कि उहाँहरू तपाईँहरूको चाहिँ उहाँको घरमा नगएरै उहाँले चाहिँ हामीले सही ठाउँमा भोट दिएछौँ, हामीले भोट दिएर राम्रो गरेछौँ भन्ने उहाँहरूलाई आफैलाई एउटा आभास दिलाउनु होला। तपाईँहरूले जुनसुकै नेताले जिते पनि रुकुम पश्चिमबाट उहाँहरूलाई एकचोटि चाहिँ हेरिदिनु होला, उहाँका खाली खुट्टा एकचोटि हेरिदिनु होला। उहाँहरू माथि शोकमा परेर एउटा पीडा त्यसलाई पनि आफूले सम्झिदिनु होला। एकदम शिक्षित, एकदम सचेत नागरिकको परिभाषा दिनुभएको छ उहाँहरूले। आफ्नो यति अमूल्य भोटलाई एकदमै सदुपयोग गर्नुभएको छ। उहाँहरूलाई एकदम सम्मान छ।